तपाईले 3 टाइममा एक पटक मात्रै बोतल स्ट्यान्ड भयो भने 100 रुपीस हेलो हाय तपाईको युट्युब च्यानल हो यस के नाम लुबु पर्सनल ब्लग लुबु पर्सनल ब्लग या LUBHU लुबु पर्सनल ब्लग लुबु पर्सनल ब्लग सब्स्क्राइब थ्यांक यू सो मच पसिना त आयो होला नि त यो के हो मैले आँखा अबे मेरो च्यानललाई हाई गर्दै नि त नानी लाइक कमेन्ट शेयर गरिदिनु सबै च्यानललाई हाई गर्ने कि तपाईलाई हाई गर्ने च्यानललाई हो नि मलाई त किन गर्नु म त देखिहाल्यो नि त ल LUBHU स्पेस दिएर पर्सनल ब्लग अनि देखाउन न के हो PER आयो यही हो ए हजुर ल हामी भिडियोहरु हेर्छौं है हजुर यही हो ए ल सबै तपाई राख्नु न हजुर तपाई राख्नु न आफै बनाउनु म आफै बनाउँछु नि थ्यांक तपाई यू युट्युबर हो हजुर म नि भन्छु हो ल तिमीले पनि गर्दिनु ल पहिला देखि त नमस्ते तपाईहरुलाई नमस्ते दाइ आराम हुनुहुन्छ हजुर आज मलाई पनि अल्छी लागिरहेको साथीहरु यहाँ ठक्कसँग हाम्रो युथहरुसँग चाहिँ बाटोमा घर अगाडि एक्कासी भेट भयो हैन म चाहिँ फेरि सबैसँग बोलिरहने मान्छे भएको अरे अलिक हैन त्यसले गर्दाखेरि ठक्क परिचय दिइहाल्छु त्यही प्रसङ्गमा यहाँ युथहरुसँग भेटघाट भयो पढ्दै हुनुहुन्छ मास्टर पढ्दैछु भन्नु भने है हजुर सोसियोलोजीमा तपाई म त त्यतिकै हो पढिसक्नु भयो छैन हो यहाँहरु पनि वाकिङ गरेर आउनु भएको है नमस्ते तपाईहरु सबैलाई पसिना निस्क्यो निस्किसक्यो पसिना हेलो हाय तपाईको युट्युब च्यानल हो यस के नाम लुबु पर्सनल ब्लग लुबु पर्सनल ब्लग या LUBHU लुबु पर्सनल ब्लग लुबु पर्सनल ब्लग सब्स्क्राइब थ्यांक यू सो मच डु सब्स्क्राइब ओके होइन उता जानु भने आज त जानुपर्छ के हेर्नु भएको जग्गा ए जग्गा त के हेर्नु जग्गा पनि हेर्नुपर्छ नकिने पनि हेर्दै त के बिग्रिन्छ होइन ल तपाईँ चाहिँ के गर्छु भन्दै भने हाम्रो बिचमा यता कुरा खन्ड्यो होइन ए म त त्यतिकै हो त्यतिकै हजुर यसो दाजुभाइ हजुर ए के पाछ हो तपाईँहरू म खिम्दुङ बान्तावाको खिम्दुङ ए चिने मैले खिम्दुङ भाइ पुमाको थुमराङ ए पुमा राई है हजुर हजुर सुन्नुभयो हजुर सुनेको नि किन सुन्नु मेरो चाहिँ जन्त ढुङ्गा हजुर हजुर वार्ड नम्बर 6 हो आज वडा नम्बर भन्छ हजुर 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 हजुरको चाहिँ कुन ठाउँ अरे म मेरो माथि ट्याम्के छेउमा भन्छ चखेवा भन्छन् हजुर त्यहाँदेखि मुनि हो म चाहिँ चामलिङ राई होइन चामलिङ रानो छ पाछा हो होइन यहाँ चाहिँ मास्तिर मेरो नजिकै पर्छ घर तपाईँहरूसँग भेट भएको पर्तिर हो हजुर होइन अनि म पनि यसो कहिले बेलुकातिर यसो वाकिङ गर्नु सिन्छु बुढो मान्छे हजुर के गर्ने साथी हो खुट्टा लाग्दैन अल्छी लाग्छ एक्लै हिँड्नु होइन आज यस्तो युथहरूसँग हिँड्नु पाउँदै बडो खुसी लाग्छ होइन नयाँ नयाँ कुराहरू हेर्न पाइन्छ बुझ्न पाइन्छ होइन हजुर आज चाहिँ खुसी लाग्यो आज घुम्नुपर्छ हामी यता जाने है यता गएर यसो गरेर फेरि यता जानुपर्छ कहिलेका त रनिङै गर्थ्यो कि आज चाहिँ रनिङ गरौँ भनेको जुत्तै कुकुरले कता कता लग्दैछ कि होइन त्यहाँ छेउमा रहेको थिएँ अब के गर्नु कुकुर पनि चाहिने नै हो होइन कुकुर पनि वफादार के भन्छ जनावरमा आउँछ नि त ल यहाँहरूलाई सबैलाई नमस्ते वाकिङ गराउनु भयो तपाईँहरू सकिसक्नु भयो कि फर्किने हो कि अब सक्नु भएको छैन पसिना त आयो होला नि त यो के हो मैले आँखा अबे मेरो च्यानललाई हाई गर्दै नि त नानी लाइक कमेन्ट शेयर गरिदिनु सबै च्यानललाई हाई गर्ने कि तपाईलाई हाई गर्ने च्यानललाई हो नि मलाई त किन गर्नु म त देखिहाल्यो नि त ल ल तिम्रो छेउमा आइले अबे त्यसो गर्ने हो त ल ल तपाईँले सब्सक्राइब गरिदिनु नि त के छ न लुबु पर्सनल ब्लग हेर्नु त LUBHU हजुर घर कहाँनिर पर्यो हाम्रो यतै नजिकै हो तल हो ए हामी यहाँ माथि नजिकै छौँ छिमेकी रहेछौँ छिमेकी रहेछौँ हजुर हजुर LUBHU स्पेस दिएर पर्सनल ब्लग अनि देखाउन न के हो PER
आयो यही हो ए हजुर ल हामी भिडियोहरू हेर्छौँ है हजुर यही हो ए ल सबै तपाईँ राख्नु पर्यो हजुर तपाईँ राख्नु पर्यो आफै हजुर बनाउनु म आफै बनाउँछु नि थ्याङ्क तपाईँ यू युट्युबर हो हजुर म नि भन्छु हो ल तिमीले पनि गरिदिनु ल पहिल्यैदेखि त हस् थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु यसरी बाटोमा हिँड्दा हिँड्दै वाकिङ गर्ने हाम्रा मसिना यी नानीहरू अनि हाम्रा यी बहिनी भनौँ या छोरी भनौँ होइन उहाँले पनि सब्सक्राइब गरिदिनु भयो थ्याङ्क यू सो मच होइन मेरो मेरो च्यानललाई तपाईँहरूले माया गरिदिनु होला यसरी नै होइन हेरि पनि दिनु होला है थ्याङ्क यू सो मच थ्याङ्क यू थ्याङ्क यू बाई 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 कमिला भन्ने चाहिँ सबैभन्दा मेहनती र एकजुट हुने अनि प्रेममा रहने यसलाई के भन्छ कमिलालाई केमा आउँछ कमिला भन्नुहोस् त केमा आउँछ कमिला एनिमलमा आउँछ कि केमा आउँछ हौ कमिला एनिमलमै होला होइन 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 हजुर सङ्गठित चाहिँ कडा सङ्गठित एकदमै कडा सङ्गठित हेर्नुहोस् न कडा सङ्गठित अनि एकदम प्रेममा रहने एकजुट हुने के हजुर है यो त एउटाले शिकार पायो भने अर्कोलाई गएर बताएपछि उनीहरू हुरुरुरु आएर जस्तै ठुलो फटेग्रालाई पनि गुडुडु उडाएर हुल्छ नि त दुलोभित्र स्टक गर्छ खाना चाहिँ सानो हुन्छ कमिला त शक्ति चाहिँ यसको चाहिँ हजुर हजुर ल उतै चाहिँ राम्रो देखिँदो रहेछ यो के पोखरी विषयमा हेर्दै हुनुहुन्छ हजुर यसो आज त यहाँ जानुपर्ने रहेछ है हजुर हो रहेछ यो कसको पोखरी हो खै जाउँ न त त्यहाँसम्म गएर हेरौँ होइन आउनु त अनि त यहाँ के छ यसको विषयमा बुझौँ न आउनुहोस् न तपाईँलाई थाहा होला अलिकति यहाँ हजुरहरू पनि वाकिङ गराउनु भएको सक्नुभयो वाकिङ सक्नुभयो ए उतै जाने उता स्कुटी जान्न नि त ए यहाँ स्कुटी राखेर जानुहुन्छ ठिक छ स्कुटी राखेर जानुहोस् न ल आज चाहिँ हामी पहिला हामी यहाँनिर खोप्पी खेलेको डाँडामा आइपुग्यौँ यहाँबाट तल हेर्नुहोस् फिसिङ पोइन्ट ल फिसिङ पोइन्ट यहाँदेखि मुनि मजाको ठाउँ छ यसमा तपाईँहरूले के बुझ्नु भएको छ के छ हौ यसमा यो चाहिँ दाइ यसो सरसर्ती हेर्दाखेरि हजुर यो एउटा नयाँ अवधारणा रहेछ हजुर यसले चाहिँ यो धेरै युवा पुस्ताहरूले सिक्ने बाटो छ हजुर यो चाहिँ कसरी आफै एउटा प्रोप्राइटर बन्न सकिन्छ होइन हजुर कसरी आफै सक्षम बन्न सकिन्छ भन्ने एउटा अवधारणा रहेछ हजुर हजुर त्यही भएर चाहिँ यसो अवलोकन गर्दै गरेको नि ए हजुर हजुर एकदम राम्रो एउटा भिजन सबै युवाले अगाडि बढ्छु केही गर्छु भन्ने त राखेको हुन्छ नि त होइन तपाईँलाई यो देखेर जुन यो अहिले जुन पोखरी छ नि तल होइन फिसिङ पोइन्ट होइन यहाँनिर बसेर खाने ठाउँहरू धेरै एकदम व्यवस्थित बनाएको छ होइन अहिले मान्छेहरू पनि थुप्रै छन् यसमा होइन कस्टमरहरू अनि यो देखेर तपाईँ कति एक्साइटेड हुनुभयो म पनि यसमा केही गर्छु कि भन्ने मनमा भयो एक्साइटेड त अभियसली भइ नै हालिन्छ हजुर। त्यसमा पनि थप अझ यसलाई चाहिँ कसरी परिमार्जन गर्न सकिन्छ भन्ने कुराहरू हुन्छ जस्तो अरूको हेरेर सिकेरै जाने कुरा हुन्छ नि त। हजुर हजुर त्यसमा चाहिँ जस्तै यसको कमी रहेछ यहाँ त्योभन्दा अझ मेरो यो बेटर हुन्छ भन्ने आइडिया खोज्छ हुन्छ होइन त्यस्तरी हुन्छ सायद बिजनेस भन्ने बित्तिकै त त्यही नै त हो नि अरूको भन्दा बेटर गर्दाखेरि एक्ज्याक्टली गर्दाखेरि अब नगर्दाखेरि त अब कुनै भएन आउने रमाइलो गर्ने मलाई फर्किने हजुरको विचार र मेरो विचार मिल्ने सिद्धान्त मिल्ने रहेछ मलाई यस्तो खालको बिजनेस गर्नु खुब मनपर्छ कि यस्तो खालको बिजनेस एकदमै मलाई पनि मनपर्छ अब यसको ठाउँमा अलिकति होमस्टे पनि राखिदिनु के होइन होमस्टे पनि ठक्क राखिदिनु मान्छेहरू आउँदाखेरि अब बस्ने पनि होइन मजासँग बस्ने सुविधा पनि होस् कि अनि आनन्द आउँछ के मान्छे फर्किन हो कुनै मान्छे बस्ने हिसाबले कुनै बसेर खाँदा खाँदै रात पर्छ होइन एकदमै कतिसँग गाडी पनि नहुन सक्छ होइन ट्याक्सी रिजर्भ गरेर आएको हुनसक्छ होइन त्यस्तो अवस्थामा यस्तो ठाउँ छ भने होमस्टे पनि छ भने एकदमै राम्रो हो कि लु खेल्नु त होइन होइन 3 टाइम मात्रै हो 3 टाइममा कसले ज्यादा उ गर्ने ल ल अब तपाईँको टर्न ल अब स्पेसल प्राइज पनि राखौँ त म राखौँ ल ल तपाईँहरूले अब होइन तपाईँले 3 पटक गर्ने कन्टिन्यू 3 टाइम्स होइन अनि हजुरले पनि 3 टाइम्स होइन अब तपाईँले 3 टाइममा 1 पटक मात्रै बोतल स्ट्यान्ड भयो भने 100 रुपिस ओके अनि हजुरलाई पनि त्यही हजुरलाई पनि सेम है ल ओके लेट्स गो
नो 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 ल लो लो फिनिस 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 लास्ट हो इट्स ओके ल ल लास्ट है यो लास्ट चान्स हो हजुरलाई लास्ट ल लास्ट ल ल ल सरी है ल नभए म प्राइज चाहिँ पक्का ल होइन अब नै अब सक्यो सक्यो ल ओ थ्याङ्क यू सो मच दिस इज फर जस्ट इन्जोयमेन्ट ओके तपाईँहरूलाई